साथीहरु धेरै दिन लाएर जम्मा गरेर राखेको चियापत्ती यो चियापत्तीलाई चाहिँ फुलबारीमा गमलाहरुमा राखेर मल बनाउन सकिन्छ। यो एकदम राम्रो मल हुन्छ के एकदमै राम्रो मल हुन्छ हैन। यो चाहिँ जम्मा गरेर मैले यसरी राखेको थिएँ। अब यसलाई चाहिँ पखालेर एकपल्ट पखालेर है यसलाई राम्ररी एकपल्ट पखालेर चाहिँ यो अब चिया शुद्ध हुन्छ नि त। यो बनाउँछ एक खालको अनि यो कुइसकेको हुन्छ के लगभग अनि बनाएको हुन्छ। अनि यसलाई चाहिँ पखालेर घाममा सुकाउने है। म तपाईहरुलाई देखाउँछु। मजाले यसरी पखाल्ने। अब अलिकति मेहनत नगरे त हुँदैन पनि नि त। अनि यसलाई पखालेर घाममा सुकाएर चाहिँ यसलाई बट्टामा राखेर के सुकिसकेकोलाई चाहिँ बट्टामा राखेर चियापत्तीको मल बनाएर अनि यसलाई अलिअलि गमलामा राख्दाखेरि यो एकदम राम्रो मल हुँदो रहेछ के एकदम फस्टाएर आउने फुलहरु पनि है। तपाईहरुलाई म देखाउँछु ल। यसरी चाहिँ यो चियापत्तीलाई सुकाउने है। म चाहिँ बेला घाममा सुकाइदिन्छु। यो पुरै मल राम्रो मल हुन्छ के।